पान ल्याइदे। ल्याउँदिन म, तेरो खुट्टा छैन आफैले। अरे दाइले भनेको मान्दैनस्? यही सिकाएको छ तेरो बाबुआमाले तँलाई? दाइले भनेको सबै मान्नुपर्छ भनेर कहाँ लेखेको छ? तेरो टाउकोमा लेखेको छ। जा गएर ऐना हेर अनि पढ। आज रक्षाबन्धन हो भनेर बिर्सिस कथा। आजको दिन पनि बहिनीलाई काम गराउँछस्? आज यसले भनेको केही नमाने छोरी। अरू दिन चाहिँ कहाँ मानेको थियो र? चुप लाग, फेरि बोलिस्? बहिनीलाई सरी भन। सरी। अबदेखि यस्तो गल्ती गरिस् भने तँलाई र तेरो बाउलाई घरदेखि निकालिदिन्छु, बुझिस्? मलाई चाहिँ किन नि? तिमी त बोल्दै नबोल, तिमीले गर्दा बिग्रेको यिनीहरू। छोराछोरी के गर्दैछ, कहाँ जाँदैछ, के बोल्दैछ, कहिले विचार गरेको छौ? जतिखेर पनि समाचार हेऱ्यो, चिया खायो, अनि रात परेपछि के? हेर है बुढी, रात परेपछि त म चुपचाप सुत्छु नि फेरि। मलाई नभएको दोष नलगाऊ है। मैले के दोष लगाएको छ र तिमीलाई? मैले त रात परेपछि कुम्भकर्ण जस्तो सुत्छ पो भन्न लाग्थे त। अनि त्यस्तो भन्नु नि त। पापा, अब काजु अलिक कम खानुस्। काजुले तपाईँलाई बिगारिसक्यो। चुप ल, धेरै बाटो हुन्छस्। पापा, एउटा कुरा माग्छु, दिनुहुन्छ? के कुरा छोरी? म यो कथालाई राखी बान्दा बोर भइसके। मलाई एउटा भाइ चाहियो राखी बान्नलाई। यो काम त तिम्रो मामुको हो छोरी, तिम्रो मामुलाई नै भन। नाइ, मामुले मलाई कराउनुहुन्छ। म त तपाईलाई नै भन्छु। मलाई भाइ चाहियो, छिटो चाहियो। छिटो चाहियो भनेर कहाँ हुन्छ त छोरी? यसमा समय लागिहाल्छ नि। नाइ, हुँदैन, मलाई त अहिले नै चाहिन्छ। जिद नगर न छोरी, अहिलेको अहिले भाइ ल्याउनु सम्भव छैन के। त्यसको लागि मम्मी पापाले धेरै मेहनत गर्नुपर्छ। कस्तो मेहनत पापा? तिमी अहिले सानै छौ, पछि आफै बुझिहाल्छौ नि। पछि कहिले पापा? पछि ठुलो भएपछि। म कहिले ठुलो हुन्छु पापा? मेरो 2 झापड खाएपछि ठुलो हुन्छस्। ठुलो बनाइदिउ तर अहिले नै।